No, no, again. Going for Mustang. Mustang tour. Here we have Jola, our Jola's in full preparation. Yeah. अभिषेकलाई हेरौँ न ओइ ओइ केटी भाइ हामी यहाँ तातो पानीमा आइसकेका छौँ र अर्को ग्रुपका गाडीहरू काली के अरे बागलुङ कालिका मन्दिरमा गएका छन् र हाम्रो भनेको त आउँदाखेरि उनी भएको कारण हाम्रो यहाँ एउटा नेचुरल स्प्रिङमा वेटिङ गर्दैछौँ त्यहाँ बरफ छ के छ लो गाइज के छ खबर के छ गाइज खबर कस्तो छ हजुरको अनुभव तातो पानीको हाम्रो बसाइ मुस्ताङको पहिलो हाम्रो रात बितिसकेपछि हाम्रो दिनको सुरुवात भइसकेछ हाम्रो नास्ता पानीसित अनि अन्डासित ल हामी अनि कहाँ छौँ हामी पुलमा छौँ यहाँ चिसो चिसो मौसम रहेको छ 3 डिग्री सेल्सियस रहेको छ अहिले तल बाटो रह्यो यो हाम्रो हिमाल भयो म हिमाल भएँ र यो दृश्य इन्जोय गर्नुहोस् यो हाम्रो नाक भयो डस्ला चिन्ता नलिनुहोस् म छोप्छु तर खोला इन्जोय गर्नु यार ब्युटिफुल मेरो मोबाइल गयो भने मेरो 26,000 दोस्त ए ल गाइज के छ ओ माई गड चिसो मौसममा हामी डुअल भ्यूमा आइसकेका छौँ र हामीसँग रहेछ छयानाग हाम्रो दाजु इन्सपेक्टर साहब र हाम्रो खोला हाम्रो बाटो हाम्रो तातो पानी जहाँ चिसो भइरहेछ अहिले अनि पहाड भयो यही हो छोटो मोटो जानकारी धन्यवाद हाम्रो यात्रा सुरु भइसकेको छ हाम्रो तातो पानीदेखि अब मार्फातिरको अगाडि बढिरहेका छौँ नहीं फोटो की नाम ना नहीं सीधा नगर है खड़ा है पहिला हो कि गुरुजी
हामी आज मार्फाको बसाइको लागि आइसकेका छौँ र हाम्रो प्रस्थान भनेको हाम्रो कहाँबाट भएको थियो तिलोत्तमादेखि हामी यहाँसम्म आइसकेका छौँ र साथीहरू हाम्रो साथीहरू सङ्गीहरू रहेका छन् र हाम्रो आजको यात्रा भनेको जमसन त्यसपछि मुक्तिनाथ हुनेछ। भोलि हामी गएर पोखरा बस्नेछौँ, पर्सि पनि पोखरा घुम्नेछौँ र पर्सि साँझ हाम्रो यहाँदेखि प्रस्थान हुनेछ हाम्रो घर जानको लागि। हाम्रो द नौवटा गाडी के छ चाचा खबर भन्नु कि कहाँ हो हामी आएको घुम्न? हामी आएको त अब मुस्ताङ ल हामी आइसकेका छौँ। अर्को दृश्य सँगसँगै हामी मुक्तिनाथको बाटोमा एउटा मैदान फाँटमा रहेका छौँ। यो फाँटबाट दृश्यहरू अत्याधिक रोचक तथा मनमोहक दृश्य हामीले प्राप्त गर्न सकेका छौँ र यो दृश्यमा हामीसँग सहभागी हुनुहुन्छ मेरा दुईटा मित्रहरू भन्न अनि हाम्रो पहिलो मित्र भयो नागेश्वर अनि हाम्रो इन्सपेक्टर साहब मिस्टर अभिषेक खड्काज्यू र यही अनुसार हामी अगाडि बढ्नेछौँ र हामी यसको अर्को छोरमा आइसकेछौँ। यो फाँटको दृश्य अत्याधिक मोहक माने मैले मनमोहक ल ठिक छ। म कस्तो देखेको छु कमेन्ट हान्नु त। हेर्नु यस्तो दृश्य मैले आफ्नो घर बनाउने मन लागेको छ यो फाँटमा र यो गाउँ बस्छ यो फाँटमा जस्तो दृश्य देखेको छ। भविष्यमा आउँदाखेरि यहाँ गाउँ हुँदाखेरि हजुर चकित नहुनु होला र यो दृश्य हजुरले मिस गर्नु हुनेछ यदि ढिलो गर्नुभयो भने। ल पछाडिको मैले दृश्य पनि देखाउँछ। ल हाम्रो यो छोरमा दृश्यहरू यस्तो रहेको छ भने हाम्रो गाडी उहाँ रहेको छ। हामी तिलोत्तमाका विद्यार्थीहरू 9वटा गाडीमा आएका छौँ। लगभग 260 देखि 300 जना साथीहरू रहेका छौँ र यस्तै हो जीवन त। अब यस्तै हो जीवन, पैसा धेरै नकमाए नि अनुभव लिनु जरुरी हुन्छ साथीहरू। त्यही भएर पैसाको माया भन्दा पनि अनुभवलाई हामीले महत्त्व दिनु पर्यो। हेर्नु थोरै पैसा त खर्च भइरहेछ के गर्नु, हाम्रो टुरिज्म सेक्टरलाई यसको योगदान पनि हामीले सम्झिनु पर्यो। हामी जस्तो मानिसहरू यहाँ आउने भिडियो बनाउने हाल्ने गर्दाखेरि र विदेशीहरूलाई के हुन्छ त भन्दाखेरि अब आउने यो दृश्यहरूलाई हेर्नलाई मनमोहक हुन्छन्। पैसा हाम्रो भित्रिन्छ देशमा र यो हाम्रो यो गरिबी बाट हामी निस्किन सक्छौँ भन्ने आशा छ। यो अवश्य हुने नै छ, केही समयको पर्खाइ मात्र हो। यस्तै छ गाइज, मेरो कुराहरू यस्तै हुन्।
र हाम्रो हिजो म थोरै समरी दिन्छु। हामी के गऱ्यौँ भन्दाखेरि पहिलो दिन रातारात हिँड्यौँ कलेजमा खाना खायौँ, रातारात हिँड्दा कालीगण्डकी कोरिडोर हुँदै रिडी कालीगण्डकी कोरिडोर, त्यसपछि अब त्यही कालीगण्डकी गाउँपालिकाको बाटोबाट मेरो गाउँ भनेको अर्बिनी रहेको छ र मैले त्यो बाटोबाट पनि आएँ र मलाई खुसी लाग्यो त्यहाँको विकास देखेर। त्यसपछि हामी त्यस्तै गर्दा हामी सिधा त्यही बाटो समातेर बागलुङ आइपुग्यौँ। बागलुङ पछि पनि हामी अगाडि बढ्दै तातो पानीसम्म आएर स्टे गऱ्यौँ र बाटामा हामीले विभिन्न झरनाहरू तथा विभिन्न दृश्यहरूको पनि अवलोकन गर्ने मौका पायौँ। अनि त्यसपछि हामी तातो पानीमा के गऱ्यौँ, तातो पानीमा नास्ता खाइयो, अनि अलि अगाडि आएर खाना पनि खाइयो। अनि त्यसपछि हामी मार्फामा आयौँ। मार्फा इज सच अ ब्युटिफुल, एकचोटि त लाइफमा प्लिज त्यहाँ भिजिट गर्नु होला। त्यहाँको कल्चरल, त्यहाँको शेर्पाले लगाउने ट्रेडिसनल क्लोथहरू, वाउ द्याट्स अ भेरी ब्युटिफुल एक्सपिरियन्स हुनेवाला छ हजुरलाई। र हजुरले लाइफमा त्यो कहिल्यै पनि रिग्रेट गर्नुहुन्न, बरु यो जीवनको हजुरले अब अमूल्य रत्नको रूपमा, अमूल्य पलको रूपमा हजुरले त्यो बिताउनु हुनेछ भन्ने आशा गर्छु मैले। अफकोर्स हुनेछ त्यो। अनि मार्फाको गाउँ ब्युटिफुल भयो। हामी त्यहीँ स्टे गऱ्यौँ, त्यहीँ खाना खायौँ, स्टे गऱ्यौँ। अनि बिहानपल्ट हामीले नास्ता गरेर हामी यहाँ मुस्ताङको तर्फ जाँदाखेरि जोमसम पार गरिसकेपछि हामी यहाँ मुस्ताङको बाटोमा एउटा फाँटमा एन्ट्री गरेका छौँ र यही फाँटबाट म बोल्दैछु र मैले भिडियो पनि यहीँ बनाइरहेको छु। यो फाँट भनेको धेरै ब्युटिफुल रहेको छ मैले भनिसकेँ। र यो फाँट भनेको यो भविष्यमा यहाँ ढुक्क गाउँ बस्छ भन्ने कुरा मलाई यकिन छ। त्योहरू अब के गर्ने, घुम्नै पऱ्यो, अब पढ्न नि पऱ्यो, इक्जाम दिएर आइयो, दोस्रो टर्म प्रिसेन्टअप पनि दियो। अब पछि घर गएर पढ्न नि पऱ्यो। अब के गर्ने, साइन्स लिगेको दुःख नगरिकन हुँदो रहन्छ जीवनमा। अब केही न केही गरेर त सञ्चालन गर्नै पऱ्यो जीवन भन्ने विचार। र यही हो साथीहरू, र यही घुमघामको तरफमा हजुरलाई मैले केही आफ्ना दृश्यहरू, आफ्ना यादगार पलहरू पनि हुनेछ मेरो भविष्यको लागि। र मैले यो ठाउँ जिन्दगीभर सम्झने छु, त्यही कारणले मैले यो भिडियो पनि बनाइरहेको छु। हस् त, धन्यवाद। अरू केही दृश्यहरू, विभिन्न अवलोकन गर्ने दृश्यहरू आयो भने पनि मैले हजुरलाई स्वतः देखाउने छु। हजुरले हेर्नुहोस्, इन्जोय गर्नुहोस्। यदि हजुर त्यहाँ घुम्न जाने प्लान गराउनु भएको छ भने पनि एकचोटि यो भिडियो पुरा हेर्नुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्। अनि हजुरले आगामी दिनहरूमा अरू कुनै हजुरले घुमेको ठाउँहरू केही सुझाव सल्लाह दिन चाहनुहुन्छ भने पनि कृपया दिनुहोस्। म अत्याधिक खुसी हुनेछु हजुरको कमेन्टबाट। र त्यही हो साथीहरू, मेरो च्यानलको नाम चाहिँ हिमाल हब रह्यो। मैले हरेक एङ्गलबाट हरेक कुरालाई एक्सप्लोर गर्ने मेरो दृष्टिकोणबाट बनाएको हुँ। र हाम्रो सरहरूले हामीलाई बोलाइसक्नु भएको छ, त्यही भएर म जान थालेको साथीहरू। ल बाई बाई, ह्याप्पी रहनुहोस्, जीवनमा खुसी रहनुहोस्, ट्राभल गर्नुहोस्। धन्यवाद। यस्तो तरिकाले फोटो खिच्ने कार्यक्रम भइरहेको छ। यस्तो गाडीमाथि चढेर टिकटक बनाउँदै नाच्दै यस्तै छ। अनि हाम्रो साथी निराश भइरहेका छन्, उनलाई पीडा छ आफ्नै जीवनको। हाम्रो सर हुनुहुन्छ उहाँ, महेश सर। अनि हाम्रा साथीहरू, हेलो सर, कस्तो अनुभव भइरहेछ सर? हेलो सर। ल यहाँ हाम्रा साथीहरू, यस्तो सरले अब जान भनिसक्नु भएको छ। ल यस्तो दृश्यहरू, हाम्रा साथीहरू। ल यस्तो छ, यस्तो च्याप स्थिति। ल ठिक छ, हाम्रो तिलोत्तामा। ल ठिक छ, यो के हेर्नुहोस्, अङ्कल, दोस्त, म्यामहरू भयो। हाम्रो उसलाई सोध्न त।
हाम्रो यो चौरी गाईको फ्रेमको रूपमा रहेको छ यो। वाह, यस्तो फोटोसुट ब्युटिफुल। हेलो सर, के छ खबर? कस्तो अनुभव भइरहेछ हजुरलाई? ऐतिहासिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण हजुर। धार्मिक पर्यटनका रूपमा हाम्रो तिलोत्तम कलेजका सम्पूर्ण कक्षा 12का विद्यार्थी सहित विभिन्न हाम्रो नवीन सर सहित सरहरू पनि हजुर हजुर। अत्यन्त रमाइलो अरू केही भन्नुहोस् अब हाम्रो यो यस्तो यात्राको लागि? गतिविधिमा हामी आइरहेका छौँ। अरू राम्रै हुँदैछ। अब मुक्तिनाथको यात्रातर्फ हाम्रो भ्युवर्सहरूलाई के भन्न चाहनुहुन्छ हजुरले? यहाँ आउनु भिजिट एकचोटि गर्नै पर्ने ठाउँ हो कि नै? सम्पूर्ण एकचोटि यो हाम्रो नेपालको यो मुस्ताङ जिल्लाको यो हाम्रो टुरिज्म अत्यन्त रमणीय सुन्दर र सबैका लागि एकचोटि आएर अवलोकन गर्न लायक यो ठाउँ। पर्यटकीय क्षेत्रको उन्नति प्रगतिको लागि होइन सर? यो अत्यन्त सुन्दर छ। थ्याङ्क यू। ल सर, थ्याङ्क यू सर, थ्याङ्क यू। जस्तो हो कि हजुर सर, ल। भेरी मच। चाहिँ अहिले छौँ जोमसङ एकदम माथि, कागबेनी माथि हो नि यो त। हजुर सर, यो फाँटमा यो फाँटको दृश्य। 10 मिनटको ड्राइभमा हामी मुक्तिनाथ जाँदैछौँ। हस्, थ्याङ्क यू सर, थ्याङ्क यू भेरी मच।